हेलो एन्ड नमस्ते सबैजनालाई सीताराना ब्लगमा हजुरहरूलाई धेरै धेरै स्वागत छ। म चाहिँ अहिले माइती घरमा छु। यो चाहिँ मेरो भाइहरूले सुन्तला टिप्दैछ। हैन के बोरा लिँदै हिँड्ने गरे आज हाम्रो चाहिँ सुन्तला टिप्दै। हेलो 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 एभ्रिवान भन। हेलो एभ्रिवान टल्लान रहेछ त त्यत्रो सानो सुन्तला है ल म चढ्दिनँ। म चढेर न त्यो न छेउटुरा भ्याउन न कता भ्याउन कहाँ चढ्ने। म त त्यस्तै टुप्पा टुप्पा त कहाँ जान सक्छु र। म यो पुग्ने क्यार्नी गर्छु क्या। झरिन्छ कि बाबु भुङ्गा के जालासे गुल्टी चाहिँ म जस्तो यहीँ बस मैले बोरा पुग्ने क्यार्नी गर्छु है। ल ल अरे बोरा ल हिँड हिँड उहाँ फुटेको बटुल नै झरे है मेरो छोरो। ल झर हलु हल झर है। अब फुङ्गाल्छु भनेर तल नि हात पछाडि लगाएको। हलु हलु झर झर। अब डरायो है यो डरायो लौ हुत्त गर ए ए ए झर्नी रहेछ ल हेर्न गयो ऊ। आज बाउ छोरी जानु पर्यो। ए केटा पखे पख हामीले झरेको सुन्तला बटुल्ने अरे लिएर आइज बाबु। ल्याउ ल्याउ त मैले हिँड्छु ल ए यताको हामीले टिप्ने है। हलु हलु आऊ हलु हलु ल हो यहाँको टिप्दै यहाँ होला सबै झरेर सुन्तला बारीभरि। कता बाटो पातातिर बोरा खाली छ र खैले ओ त माथि रहिजान्छु मैले अनि बोरामा बटुल्नु ल। त्यही बस क्या त्यही बस म आइहालेँ पछि 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 लगाएर साना हजुर हजुर ल हाम्रो सुन्तला टिपाइ है यो चाहिँ गीतको तालमा पुरा सुन्तला टिपिरहन्। हेर चराले खाएर आम्मा डन्नै गुल्टिएन। त्यो फोहोर पसेर त त्यहाँ क्यारेटभित्र त्यो टकटका यस्तो गरेर ऊ तेरो चप्पल साना भुङ्गा भुङ्गा छेउमा नजाऊ छेउमा नजाऊ छेउमा नजाऊ यतापट्टि हो।
दुईजना लाएर हौ भरि हो गयो के अनमोल पनि जान खाने त हुन्थ्यो पनि होला किनिहाल्नु नि पर्थ्यो न तैँले खाएछ कि मैले खाएछ आम 100 रुपियाँ दाम दिने एउटा कपाल दिनु त उठाउला धेरै दिन पनि पाइयो पाउन अरे टुइङ टुइङ ओसार्नेलाई बाटो तलबाट मिल्दैन बुट्टामा चिया खाने बाँदर दुईटा भुइँमा खाने बाँदर धेरै बगाल यिनीहरू साना 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 हात काटिन्छ कस्तो आज त्यही माथि पोलिदिने ठुलो मम्मीले सिस्नोले भित्र परेछ माथिको कहाँ फालो के रे त्यहाँ अब त्यही टुटीको त लिएँ दिदी टुरिया थियो राउडिया थियो छ त्यसको त्यही देखिन्छ कि नदेखिने हो हेर मलाई थाहा छ हौ गाँठी मात्रै देखिएछ माथिको मन्टै छैन त्यसको जाद्रे जाद्रे एप्ने हेर्नु न अङ्कल अब यो भिडियो अब 1-2 महिनापछि बल्ल हेर सुन्तला बरै बरै भुइँभरि सुन्तला सब भुइँभरि झर्छ हो पाकेर बेसी नि पाकेर लैन उहाँ क्यारेटमा हो हाम्रो सुन्तला झरेको हाय हाय गाईजी यो तैँले कुहेको किन हालिस् त नि छि ढुवाङ परेको स्वाङ परेको हेर बोरा खान झन् दुख्नु केमा खनाउने त अनि बोरा उठाएर प्लास्टिकमा खनाउने ए तर रोज्न त पर्दैन होला नि हुन त खासै रोज्ने जस्तो त होइन है बाबा त्यो ब्रु लाग्यो त्यो त हाल्ने ल हाम्रो चाहिँ यहाँ लोड हुँदै ल्याम त प्लास्टिक बोरा टुरिङकालाई के ल्याउँछ हरिन त यहाँ होडलो यता डुगुरी उता डुगुरी भन्नु भने दिउँसो अब अब सानो त कहाँ बसेको त नि प्लास्टिक कहाँ सुन्तला सुन्तला त्यसै हालेको टेन्सन त्यसै हाल्यो उहाँ पनि बोरा लगाएर हालिदिएँ परहरू उठाएर ल्याउनुपर्छ कि सानो बोरा खाएर छैन बोरा भ्याइयो त्यही थोरै बाँध्नु हुन्थ्यो नि त्यो प्लास्टिक ल्याएर भाइलाई भन्नु मिल्दैन कि बान्ने होइन कि त्यो उठाएर राख्न त हुन्थ्यो नि काटेको उठाएर राख्नु
अहिले चाहिँ हामी गाडीमा सुन्तला लोड गरेर गल्याङ बजार झर्दैछौँ। 2टा गाडीमा हाम्रो सुन्तला रहेको छ। टुडुरु चाँडो गरेर अलिकति पानी जस्तो टप टप परेको थियो। हामीहरूको तार जाने नि त नि टाइम दे हिसाब बुझेर हिँडिहाल कति चर्को रिङटोन पनि झोला उता गाडीभित्रमा होइन त्यहाँ छ त्यही छ सिटमा छ क्या अहिले सकिएपछि झरमला नि त उता सिटमा नि त छ नि सुन्तला झार्ने होला नि त्यो अनि ओट हो कि के निकालेको र हामी चाहिँ म र भाइ चाहिँ यहाँबाट निस्क्यौँ। एउटा गाडीको सुन्तला झारेर अर्को गाडीको चाहिँ बाबाले झार्दै हुनुहुन्छ अनि सुन्तला जोखेर बाबा चाहिँ फर्किनुहुन्छ। पछि म र भाइ चाहिँ बिहान लाग्यौँ घरतिर। थ्याङ्क यू सो मच वाचिङ माई भिडियो। यति बेरसम्म हेरिदिनु भएकोमा धेरै धन्यवाद। अनि तपाईँहरूलाई भिडियो जस्तो लाग्छ त्यस्तै सुझाव सल्लाह दिनुहोला। हामी चाहिँ यहाँबाट हिँड्दा हिँड्दै उज्यालो हुँदै लाग्यो। अनि यो भिडियोमा चाहिँ यति नै। नेक्स्ट भिडियोमा चाहिँ फेरि भेटौँला। बाई बाई गाइस।